यो चाडबाड आएको छ, प्लिज मलाई दुःख नदेऊ है। तिमीले जसरी भए पनि मलाई साथ दिनुपर्छ। यो चाडबाडमा तिमी छौ त म छु, त्यसैले प्लिज मलाई दुःख नदेऊ। तिमी यस्तो अवस्थामा एकदमै बलियो भएर देखाउनुपर्छ। प्लिज मलाई साथ देऊ। तिमी मेरो प्रिय, तिमी मेरो जिन्दगानी, तिमी मेरो सब थोक हौ। प्लिज मलाई साथ देऊ। खोसा बोल्नु है बुढा? ए अस्ति मेरो भेटेको साथी होला, फोनमा राखेर बोल्न पनि थालिरहनु भएको छ। मैले जानेछु मस्की मस्की बोल्ने। अभी मजा आएगा ना भिडो। के गरेको? फुस्किनु भयो क्या हजुर? यसले साथ दिएन भने कसरी खाने मैले मासु खानलाई त भगवानलाई पूजा गर्नु पर्यो नि हामीले। त्यसैले मलाई साथ देऊ है प्रिय, तिमी मेरो प्रिय हो के।